त्यो बाल्टी यहाँ राखेको छु म एउटा काम राम्ररी गर्न आउँदैन यार मलाई मैले फर्स्ट टाइम पकाउँथ्यो युट्युबमा हेरेको यस्तै देखाइरहेको थियो सफासफी गरिरहेको छु नि माटोको घर यस्तै हो अझै खा उठ्ने तागत आउँछ यार सो हेलो गाइज वेलकम छ एन्ड ब्लगमा तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु भन्दै आजको भिडियो पनि स्टार्ट गरौँ सो आज म घरबाट कतै बाहिर जाँदिनँ मैले डेली घरमा गर्ने कामहरूको भिडियो बनाउँछु सो आज मेरो फर्स्ट काम चाहिँ हुनेवाला छ यिनीहरूलाई पानी खुवाउन पर्ने हुन्छ गाई गोरु तलतिर पनि टर्नै छ अनि मेरो ओछ्यान चाहिँ सधैँ बिहालमा रहन्छ यसको बाल नदिनु होला यो त कस्तो फटा रहेछ नभन्नु होला हैन ओहो यता फेरि घाम लागेर सुन क्या भएको छ आज घरमा चाहिँ म एक्लै छु बाबा आमाहरू चाहिँ बेसी जान भएको छ अनि घरको दैलो उगाएर हेर्दा यो पनि सफै नगरे जस्तो देखेको छ घर चाहिँ यस्तो सफा चाहिँ गरिरहेको छ हैन अनि कुँडो चाहिँ यस्तो सिस्टमले पाकेको छ अब यसलाई चाहिँ लगेर मैले चटोसँगले खुवाउनु पर्ने हुन्छ कुँडो उगाउने भाँडा ल्याउनलाई यता आइसकेको छु यो भाँडा सही हुन्छ जाँड गनाएको यार एक बटको जाँड लडाइदिएर पुरा फिल्डमा भिडियो बनाउनु पर्छ क्या मैले चाहिँ यहाँ कुँडोलाई पुरा आफ्नै तरिकामा उठाइसकेको छु सो यो चाहिँ नलडोस् भन्ने धारणा राखेर हिँड्दैछु होइन बाफ्रे यो त कति तातो भएको छ नि पानी यार घामले नै भगभग उम्लेको जस्तै तातो भएको छ यार ओइ भाग ओइ ला त्यो भिज्यो नि यार तातो पानीले भुत्ला कुहिने हो मुलाको मैले लिएर पार्किङ चोकिसकेको छु ओइ मे कस्तो हेर्दै खाम जस्तो छ त यार यति भाषी यिनीहरूले स्वाटै हानिहाल्छ ला यति भन्दा चाहिँ पाउँदैन है त नि यार खा मिठो छ यार त्यो बाल्टी यहाँ राखेको छु म यहाँ हेर्न दाइला हेर्न ओइ दाइला हेर्न यता आज ल यति भयो अगाउँछ नि ल ती त स्वाटै मलाई यिनीहरूलाई चाहिँ मैले फाइनली खुवाइसकेको छु तातो पानी अब तलतिर गाई रानी भए जानुपर्ने हुन्छ कस्तो चिप्लेको हौ यार यस्तो स्ल्याक्टे भइरह्यो ला ओए यहाँ चाहिँ हो हाम्रो गौ माताहरू यिनीहरूलाई चाहिँ यति भयो कन्फर्म पुग्छ यिनीहरूले खाँदा पनि खाँदैन पानी गाईलाई चाहिँ यति चाहिने छ हेट म त बलियो भइसक्यो यार तेरो बच्चाहरूलाई पनि चाहिन्छ नखान सबै त यार हट ल एउटा काम राम्ररी गर्न आउँदैन यार मलाई ला लिएमा थुक ओइ ला यो चाहिँ अस्तिदेखि बिरामी थियो यार थुक्क उठ त्यसलाई अहिले त्यही छोडेर आएको छु अहिले उठेर चाहिँ हिँडेको छ धनखनिँदै थियो झरिहाल्यो यार उ त्यो कालो बाख्राले उडाइदिए जस्तो लाग्थ्यो के भयो तँलाई यार उठ तातो घाममा यार ओए बहिनीहरू खाइसकेको छैन यो मलाई देऊ त्यो खाऊ ल कुडो पिलाउँदैछु प्लास्टी पऱ्यो चामल हो खानु खा दबाई अझै खा उठ्ने तागत आउँछ यार यहाँ सजिलोमा खा उठ खा के हेर ल के गरेको यस्तो यो एकपल्ट यसको के भन्छ मुन्टो अल्झेर मुन्टो उ भएको थियो त्यहाँदेखि यो धङधङेर हिँड्थ्यो आज लडेर पनि त्यही भयो जस्तो मुन्टोको दुब्रेको
आमाले यसलाई चाहिँ म बोकेर माथि लान्छु त यहाँ बस के त बाहिर हिँड्नु सक्दैनस् त लौ लौ घाँस जति खुच्चिहाले रोइला हानेको छोरी यो तिनवटा खुच्चिहाले तल त घाँसै खाँदैन फेर सो गाइज मैले चाहिँ गाई गोरुलाई कुँडो पानी चट्ट खुवाइसकेँ अब मलाई खाजा खानुपर्ने हुन्छ त्यसैले म चाहिँ 2 PM फर्स्ट टाइम 2 PM पकाउन लागेको छु आफ्नै लागि पकाएर खानुपर्ने हुन्छ भोकसोक लागिरहेको छ होइन यो पकाएर म खान्छु यता आगो जोड्न रेडी हो सो कसैलाई चाहिँ लाग्छ होला यसको घर कस्तो फोहोर हो यहाँमा यसको के कता कता लाग्छ होला तर त्यसको मलाई मतलब छैन कि स्वर्ग भन्ने केही हो म आफ्नो घरमा रमाउन पाएको छु होइन सफासफी गरिरहेको छु नि माटोको घर यस्तै हो सो चुल्हाहरू यस्तै हो आफ्नो घरमा बस्नु पाउनु स्वर्ग हो त्यसैले मलाई आफ्नो घरमा बस्नु नै ठुलो कुरा लाग्छ है 2 PM छ यता कराई बसिरहेको छ हार्ने एउटा मैले चाहिँ बोखडा चबाउँदैछु यार तपाईँ यति पानीमा उसिनिदिउँ होइन यसलाई स्वाटसँगले कस्तो हुन्छ मैले फर्स्ट टाइम पकाउँदै युट्युबमा हेरेको यस्तै देखाइरहेको थियो मैले आफ्नै गाउँमा फलेको यसको प्योर प्याजलाई अब नाङ्गै पारेर यसको पिस पार्नुपर्ने हुन्छ होइन यता चाहिँ मेरो खाजा उसिन्दै छ होइन अनि यता मैले रेडी पारिसकेको छु प्याज सेट काटेर यस्तै हो यार म त ए रस हाल्नै बिर्सेछु लो मेरो चाहिँ खाजा पाकेर रेडी भइसकेको छ यस्तो चाउचाउ चाहिँ बबाल भएछ होइन सो आजको मेरो दिन चाहिँ यसरी नै बित्यो अनि तपाईँहरूको दिन कसरी बित्यो कमेन्ट गर्नुहोला हस् त सबैजनालाई धन्यवाद फेरि अर्को अपडेटमा भेट्नुपर्छ बाई